नमस्कार साथीहरू, ल स्टुडियो च्यानलको यस अफिसियल भिडियोमा यहाँहरूलाई स्वागत गर्दछु। आजको यस भिडियोमा हामी रुल अफ इन्टरप्रिटेसनको जनरल रुल अन्तर्गत गोल्डन रुलको बारेमा छलफल गर्छौँ। हामीले यस भिडियोभन्दा अगाडि जनरल रुल अन्तर्गतै लिटरल रुल र मिस्चिफ रुलको बारेमा भिडियो बनाइसकेका छौँ। यदि तपाईँहरूले त्यो भिडियो हेर्नुभएको छैन भने कृपया गएर हेरिदिनु होला र हामीले आई बटनमा पनि राखिदिएका छौँ। आजको यस भिडियो एलएलबी तेस्रो वर्षमा अध्ययनरत गर्नुहुने यहाँहरू र कानुनको व्याख्याको सम्बन्धमा जानकारी राख्न इच्छुक यहाँहरू सबैको लागि उपयोगी हुन सक्छ। र हाम्रो युट्युब च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरिदिन पनि अनुरोध गर्दछु र आजको विषयवस्तुतर्फ अगाडि बढौँ। गोल्डन रुलको कुरा गर्नुपर्दा कुनै पनि कानुनमा प्रयुक्त भएको शब्दहरूको कुनै पनि अदालतले व्याख्या गर्दा अथवा कुनै पनि व्याख्याकारले व्याख्या गर्दाखेरि त्यसको अर्थको रूपमा चाहिँ एउटा लिटरल मिनिङबाट नै खोज्नु पर्दछ। तर कहिलेकाहीँ त्यस्तो कानुनको प्रावधानहरू अथवा कानुनमा उल्लेख भएका शब्दहरूको त्यसरी लिटरल मिनिङ खोज्दाखेरि अथवा शाब्दिक अर्थ लगाउँदाखेरि चाहिँ त्यसले एउटा असङ्गत एब्सर्ड अथवा अव्यावहारिक अथवा विरोधाभासपूर्ण चाहिँ नतिजा निकाल्छ भने त्यस्तो शाब्दिक अर्थलाई छोडेर कानुन निर्माताको मनसाय पुरा गर्न अथवा तर्कसङ्गत रिमेडी प्रदान गर्नको लागि अदालतले एउटा विशेष प्रकारको नियमको प्रयोग गर्ने गर्दछ, जसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि गोल्डन रुल भनेर भन्न सकिन्छ। यसलाई चाहिँ कुनै पनि व्याख्याको क्रममा आउने जस्तोसुकै जटिल समस्याहरूलाई पनि समाधान गर्ने भएकोले यो नियमलाई चाहिँ स्वर्ण नियम भनेर भन्ने गरिएको पनि विभिन्न विद्वानहरूले भनेका छन्। यस नियम अन्तर्गत चाहिँ अदालतलाई कानुनको भावना र मर्म बचाउन, वाक्यको संरचना बदल्न, शब्दलाई असामान्य अर्थ दिन वा कुनै शब्दलाई पूर्ण रूपमा अस्वीकार गर्न सक्ने अधिकार भनेर 4वटा अधिकारहरू चाहिँ प्रदान गरेको देख्न सकिन्छ। र हामी यस भिडियोमा कुनै पनि व्याख्याकारले अथवा अदालतले सोडिम नियम प्रयोग गर्दाखेरि हुने फाइदाहरू, यसका बेफाइदाहरू, त्यस्तै गरेर विभिन्न केसहरूमा गोल्डन रुललाई प्रयोग गरेर के कसरी सिद्धान्तहरू प्रतिपादन भएको छ, ती कुराहरू समेत छलफल गर्छौँ। र गोल्डन रुलको फाइदाको कुरा गर्नुपर्दाखेरि यसमा सामान्यतः दुईवटा, एउटा त अनर्थ र विसङ्गतिपूर्ण शब्दहरूलाई अर्थपूर्ण बनाउनलाई प्रयोग गर्ने भयो, त्यो फाइदा भयो। अर्को भनेको यो चाहिँ संसदको अधिकारको सम्मान गर्छ। यसले जुन कानुन निर्माताहरूको मनसाय पत्ता लगाउने भएकोले उहाँहरूको अधिकारको चाहिँ नि सम्मान गर्छ। यी दुईटा कुराहरू फाइदा छ। त्यस्तै गरेर बेफाइदाको कुरा गर्नुपर्दाखेरि यसले गम्भीर अनर्थ भएको अवस्थामा बाहेक यो प्रयोग गर्न मिल्दैन, त्यो बेफाइदा छ। र अर्को अनर्थ भनेको के हो भन्ने कुराहरू यसको स्पष्ट मापदण्ड भने रहेको छैन र यो दुईवटा बेफाइदाको रूपमा रहेको छ। त्यस्तै गरेर सोडिम नियमलाई अझ बुझ्नको लागि हामी केही मुद्दाहरूमा के कसरी सोडिम नियम प्रयोग गरेर कसरी व्याख्या भएको छ भन्ने कुराहरूमा छलफल गर्छौँ। जसमा हिट एन्ड रनको मुद्दामा हेर्ने हो भने सडक यातायात ऐनको दफा 77 को 1 ले के व्यवस्था गर्छ भन्दाखेरि दुर्घटना गराएपछि ड्राइभर अनिवार्य रूपमा रोकिनुपर्ने छ। र मुद्दाको उठान कसरी हुन्छ भन्दाखेरि एउटा चालक सडकमा एउटा व्यक्तिलाई ठक्कर दिएर दुर्घटना हुन्छ र दुर्घटना लगतै ड्राइभर अलिकति अगाडि गएर रोकिन्छ र त्यहाँबाट एकछिनपछि के त भाग्न सफल हुन्छ र निजलाई पक्राउ गरेर अदालतमा मुद्दा चलाइन्छ। र अदालतमा के प्रश्न उठ्छ भन्दाखेरि निज चालक रोकिएको कुरालाई सवारी यातायातको दफा 77 ले रोकिनुपर्छ भन्ने कुरासँग एउटै हो कि होइन। रोकिनु भन्ने शब्दको शाब्दिक व्याख्या गर्ने हो भने भौतिक रूपमा चाहिँ गाडीको गति शून्य अवस्थामा रहनु भन्ने बुझिन्छ भनेपछि त्यो शाब्दिक अर्थलाई पूर्ण रूपमा अस्वीकार गरेर ड्राइभर मुनासिब समयसम्म नरोकिएको हुनाले कानुनको आवश्यकता पुरा नभएको भनेर चाहिँ नि के त दोषी ठहर गरेको अवस्था छ। त्यस्तै गरेर नेपालको कन्टेक्स्टमा हेर्ने हो भने सम्मानित सर्वोच्च अदालतबाट रामलखन महतो कोइरी विरुद्ध रामभजन राय यादव भएको नेकापा 2070 अङ्क 4 निनम 8994 भएको उत्प्रेषण परमादेश समेत रिट निवेदनमा यही सोडिम नियमलाई प्रयोग गरेर सिद्धान्त प्रतिपादन भएको छ। जसमा मुद्दाको उठान कसरी हुन्छ भन्दाखेरि साउ हुन्छ रामभजन राय यादव र ऋणी हुन्छ रामलखन महतो कोइरी र रामलखन महतो कोइरीले लिएको पैसा नतिरेपछि रामभजन राय यादव चाहिँ महोत्तरी जिल्ला अदालतमा लेनदेनको मुद्दा लिएर फिर्याद दायर हुन्छ
र महोत्तरी जिल्ला अदालतबाट मिति 2057 साल 5 महिना 25 गते के फैसला हुन्छ भन्दाखेरि साव र ब्याज भराइ पाउने गरेर चाहिँ फैसला हुन्छ र उक्त फैसला कार्यान्वयन नहुँदै माओवादी द्वन्द्व सुरु भएको हुनाले तत्काल परिस्थितिमा फैसला कार्यान्वयनमा बाधा परेकोले मुद्दा मुल्तवीमा राखिपाउँ भनी रामभजन राय यादवले निवेदन दिन्छ र उक्त निवेदन उपर तहसिलदारबाट चाहिँ त्रुटिवश मुद्दालाई मुल्तवीमा राख्नुपर्नेमा तामेलीमा भन्ने शब्द राखिएर तामेलीमा राखिदिन्छ र माओवादी द्वन्द्व अन्त्य पश्चात परिस्थिति सहज भएपछि निवेदक रामभजन राय यादवले चाहिँ मुद्दालाई तामेली जगाइपाउँ भनी निवेदन पेश गर्छ र तहसिलदारले उक्त मुद्दा तामेली जगाई बिगो भराउनेतर्फ कारबाही अगाडि बढाउन निर्देशन र यसरी निर्देशन दिएपछि विपक्षी रामलखन महतो कोइरीले उक्त बिगोको कारबाही चाहिँ घरसारमा मिलिसकेको र एकपटक तामेलीमा गइसकेको आदेश 2 वर्षपछि जगाउन मिल्दैन भन्दै तहसिलदारको आदेश बदर गरी पाउन चाहिँ सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्छ र सर्वोच्च अदालतमा निवेदन परिसके पश्चात अदालतमा के प्रश्न उठ्छ भन्दाखेरि तहसिलदारले तामेली शब्द प्रयोग गरेकै आधारमा बिगोको कारबाही सम्पन्न भएको मानेर तामेली जगाउन मिल्ने कि नमिल्ने भन्ने क्वेसन उठ्छ र सर्वोच्च अदालतले यसै गोल्डेन रुल अथवा स्वर्णिम नियमको प्रयोग गरेर के व्याख्या हुन्छ भन्दाखेरि सामान्यतया तामेली भन्नाले कुनै काम सम्पन्न भइसकेको वा मुद्दाको रोहमा थप कुनै पनि निर्णय गर्न नपर्ने गरी मुद्दा टुङ्ग्याउने कार्य भन्ने बुझिन्छ। यो कानुन व्याख्या सम्बन्धी शाब्दिक लिटरल व्याख्याको नियम हो। शाब्दिक व्याख्या वा शब्दको सोझो अर्थ गर्दा कानुनको उद्देश्य र मनसाय पुरा हुने भएमा शाब्दिक व्याख्या नै गर्नुपर्छ। तर कतिपय अवस्थामा शाब्दिक व्याख्याको प्रचलित ऐन कानुन र कानुनी लिखतका भावना र उद्देश्य नसमेट्ने अवस्था भएमा व्याख्याको स्वर्णिम नियमलाई अवलम्बन गर्नुपर्ने हुन्छ। न्यायको रोहमा कानुनको भावना र उद्देश्य समेट्ने गरी कानुनको सकारात्मक पक्ष, भावना र मर्मलाई भेटाउन कानुन, फैसला वा आदेश लगायत कानुनी लिखतमा प्रयोग भएका शब्दहरूको समग्र पृष्ठभूमि, भावना र मर्मलाई समेत मनन गरी शाब्दिक व्याख्याभन्दा पर गई स्वर्णिम व्याख्या गर्नुपर्ने भनेर चाहिँ सिद्धान्त प्रतिपादन भएको छ। र आजको यस स्वर्णिम नियम अर्थात् गोल्डेन रुलको विषयवस्तु यहीँ आएर समाप्त हुन्छ र अहिलेसम्म भिडियो हेरेर हजुरले स्वर्णिम नियम अर्थात् गोल्डेन रुललाई बुझ्नुभयो कि भएन होइन, नबुझ्नु भएको भए तल कमेन्ट गरिदिनु होला र अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धन्यवाद।